अन्त अगाडि खाइदिएको खानु मन लाग्दै मैले छाडेँ दाजु त छाडेर आँखा पछि जानु खोज्दो रहेछ नि खोइ रहेछ त अब काका बाबु नि यसरी तपाईँहरू आउनुभयो यहाँ सर पारी थियो कि थिएन यहाँ सामानहरू सबै गर्नु पछि जानु पर्ने रहेछ तर आफ्नो जन्मिँदाको हुन्छ हात भाइ भयो यता पनि के दाजु दाजु है त्यही नै छ बहिनी हजुर आउनु खोज्दै थियो सदबहादुर छ अझै पनि अनि पल्टेर आममा यहाँ तपाईँलाई फ्लप खुवाउँथ्यो गर्दाखेरि म फसिएको सदबहादुर यो हाम्रो यहाँको है होला हौ राई गाउँदेखि केटी लगेको थियो मसँगै आउने भनेर मेरो छिमेकी हो नि त अनि तयारी भएको नानी चाहिँ कतिवटा भयो 1-2 दिन पर्खियो भन्दै थियो 3 जना होला 3 जना 2 जना छोरी एउटा छोरा यहाँबाट लगेको सबैसँगै छन् सबै भनेपछि सदबहादुरसँग तपाईँ आउनु भयो उहाँहरूसँगै बोकेर ल्याउने म बोकेको अरे म बेगर आउनु मानेन नानी बोकाएर ल्याएपछि ल्याएकै हाम्रो आमा बाउसँगै बस्नुहुन्थ्यो उहाँ चाहिँ आमा बाउ बिहे गरेको अनि ऊ नै यताउति अराउने खताउने सानो आमाको दाहिने हात भाउजू देवर आमा छोरा जस्तो बसेको अब सदबहादुर बोकाउनै पर्यो बुढी मान्छे यता आएको यो सदबहादुरको आमाले बोकेर आमा भनौँ न बोकेर ल्याएको मान्छे 100 पटक आइसक्यो पर बोकेर आउने मान्छे आउँदैन होइन त्यसलाई अस्ति भनेको भए लिएर आउने थियौँ तपाईँलाई बोकाएर उसलाई फेरि उता अब नआइन्जेल जब फेरि बोक्नु पर्ने यति बेला मात्र लाग्छ नि होइन माको ठग अरे नि सदबहादुर नहिँड्ने पनि यति पनि बोक्नै पर्ने